सो हाई गाइज, छोटो मिठो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। गाइज मैले चाहिँ धेरै पछि चाहिँ आज मिनी ब्लग बनाएँ। अनि आज चाहिँ फुलपाती सबैजनाले ह्याप्पी फुलपाती सबैजनाले मनाउनु भयो होला है। अनि हाम्रोतिर चाहिँ खासै अरू चाहिँ हुँदैन। अनि यो फुलहरू उनेर चाहिँ ढोकामा लगाउने चलन हुन्छ क्या, सबै पुरै वरिपरि लगाउने चलन हुन्छ। अनि हामीहरू चाहिँ लगायौँ, हल्का ढिलै लगायौँ हामीले चाहिँ, अरूले चाहिँ बिहानै लगाइहाल्थ्यो नि त। अनि हामी चाहिँ के गर्दा बेलुकातिरै लगायौँ। अनि यता सबैजना रमाइलो गर्दै लगाइरहेको छ। उहाँ चाहिँ सिजाको दाइ हुनुहुँदा रारा घुम्न आउनुभएको थियो। अनि हामीहरू सानो सानो हाइटको थियौँ, मैले लगाइदिनु भने। अनि यता मम्मीले यो बनाउनको लागि हाम्रो मम्मी चाहिँ पुरै बुन्चरले हानेर बनाइराख्नु भयो। अनि सिधै हामी तल बहिनीको घर पनि लगाउनु पर्यो। अनि बहिनीको घर पनि गएर बहिनीले पुरै यताउता गरेर लगाइरहेको थिएँ। अनि दुईवटा घर छ नि त, तल बहिनीको घर अनि त्यसपछि माथिल्लो घर, दुइटै ठाउँ लगाउनु त पर्यो। अनि बहिनीले लगाइरहेछ, म यत्तिकै नाचिदिरहेको छु। दसैँ मलाई पो लाग्यो क्या हो जस्तो लाग्यो अहिले चाहिँ। गाइस भोइस चाहिँ अर्कै आइरह होला, त्यही पनि यसो हेरिदिनु होला। अनि हामीले चाहिँ लगाएर चाहिँ हामी घरतर्फ आइसकेको थियौँ। बाई